पुज्ने बेहुलीले बेहुलाको पुज्ने आफू पनि पुजेर अनि हातमा दिन्छ हाम्रो बेहुली हाम्रो साइली आन्टी साइला भिडियो गर्छ यो उता पुज्ने हेर्न पनि राखिदिनु यो हेर्न बस्नु न हो रातो कसै बाकी बेहुलाले बेहुलीको पुज्ने बेहुलीले बेहुलाको पुज्ने ल तायाह गरेर चाहिँ मैले यो घरमा सम्पूजा करेछ यति ज्ञान दीप प्रचारम दानमा सुते यति दीपयाताः बेनी पुरानो हो हैन यता हाम्रो दिदीको फेरि डबल बिए हुन्छ डबल बी हेलो गाइज ओइ त्यो अर्डर देखाइदे अनि त्यो लाइन पनि हो के सबै यहाँ चाहिँ आज 3टा बिहे हुन्छ हाम्रो यहाँ भिनाजु हाम्रो भिनाजु यता हाम्रो भिनाजु डबल बिहे हुन आँट्दैछ हाम्रो भिनाजुको भिनाजु यता यता हाम्रो आन्टीको पनि आज बिहे हो त हाम्रो कान्छी आन्टी यहाँ सोल्टी सबैजनाको आज यता हाम्रो दिदीहरू मम्मी आन्टी तिनीहरू अनि यता देख्न सक्नुहुन्छ हाम्रो चन्द्रा दिदी अनि यता हाम्रो माइजू रोटी पकाउँदै राम्रो गोलो गोलो रोटी बनाउँदै हुनुहुन्छ यो भिडियो चाहिँ काकासम्म पुग्नु पर्ने हुन्छ काका यहाँ हेर्न सक्नुहुन्छ है हजुर अहिले एकछिन न अब यहाँ हाम्रो आन्टी अङ्कलको देख्न सक्नुहुन्छ हाम्रो कान्छी आन्टी अनि भिनाजु कान्छा भिनाजु यता हाम्रो पुरोहित बा हुनुहुन्छ 2 जना पुरोहित बा यता गुरुबा हजुरआमाहरू हुनुहुन्छ अनि यता हाम्रो डेडी चाहिँ यहाँ हुनुहुन्छ डेडी हेलो भनिदिनु यता हेर्नु त मजाले फोटो खिचिदिन्छु टक्क यहाँ अगाडि जा तँलाई क्यामेरा उयो गर्ने आउँदैन अगाडि जा त भिनाजुको छेउमा बस यहाँ यो चाहिँ मेरो भाइ काले निक्ले यता आइज यता जा त यता हेर यता उभि यता हातवटा ल अब हाम्रो सिँगारिनुहुन्छ देख्न सक्नुहुन्छ अब माथि जानु न आन्टी माथि मैले मेकअप गर्ने मान्छेहरू बोलाइदिएको छु हाम्रो यता सबैजना खै छोडा दे अब यता हाम्रो दिदीहरू मेकअप गर्नुहुन्छ ल छिटो तल जानु दिदी यहाँ हाम्रो मेकअप गर्ने 2 जना हुनुहुन्छ मेकअप गर्दै हुनुहुन्छ टक्क मेकअप आर्टिस्टहरू देख्न सक्नुहुन्छ गाइज उडी घर चाहिँ हाम्रो यस्तै छ है गाउँठाउँको यस्तो छ अनि यो गाउँ भयो यो खोला बगान अलिअलि टेन्टहरू लाछौँ अलिअलि अब गाउँठाउँमा यस्तै हो धेरै पछि दिदीहरूको बिहे भयो अनि कति वर्ष पो भयो अनि कति वर्ष पछाडि बिहे हुन आँट्दैछ झन्डै के वर्ष हो लाउनु नि
के हुँदैन सलत छैन नि त ए हो मैले ला ओहो हाम्रो दिदी दीपासं पूजतं करिष्याज्ञानदीपं जलनिवेदं नमस्तायेति दीपाः वरुणतामहनन्दा सर्वदेव तत्त्वयज्ञेन भिनाजु डबल बिए तीनजनाको डबल बिए यता मम्मी मम्मी यता सिधा बस्दिनु त हाम्रो बाबा मम्मी ल भयो भयो ए हाम्रो माइला दादाको छोराको नाम हो रिदम दादा लिले दादालाई पनि यो भिडियो आउँछ टक्क लिले दादाको छोरा हो भाउजू उता कामतिर हुनुहुन्छ अरे अनि यता हाम्रो यो ल्यान्डे लुती यसको नाम हो लुती विनोद उपुरकुटी रोमबहादुर उपुरकुटीको कान्छो छोरो अनि यो एकदम फटा छ झगडा गर्छ आइया भयो 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 यो भिडियो हेर्छ यसले भोलि पर्सि आइया नगर्न तेरो यही हो अब गाउँको किचन हो होइन अब यहाँनिर चाहिँ हल्का अझ दिदीहरूको टक्क यहाँ अब यो भिडियो चाहिँ दादासँग देख्न सक्नुहुन्छ छोडो छोडो